हेलो गुड इभिनिङ नमस्कार सबैजनालाई। आशा छ हजुरहरू सबै सन्चै हुनुहुन्छ होला। र म आज चाहिँ एउटा बेग्लै छुट्टै भिडियो म हजुरलाई देखाउने छु। अहिले भने चाहिँ हामी एक जग्गा जाँदैछौँ, एकदमै इम्पोर्टेन्ट जग्गा जहाँनिर गएर चाहिँ हामी तपाईहरुलाई एउटा यस्तो व्यक्तित्वको परिचय गराउने छु जो एकदमै हाम्रो सोसाइटीको निम्ति कस्तो हुन्छ भने एउटा जल्दो बल्दो उदाहरण क्या। र हामीले के चाहिँ गर्न सक्दैन भन्ने कुरो चाहिँ म हजुरलाई यो भिडियो मार्फत तपाईहरुलाई देखाउने छु। र अहिले भने चाहिँ हामी त्यो जग्गा जाँदैछौँ। तपाईहरु हेर्दै गर्नु होला भिडियो, स्किप नगरी हेर्दिनु होला। किप वाचिङ। मेरो प्यारो स्टुडेन्ट है वीरमान तामाङ, जो चाहिँ यहाँ अहिले हालै नाम्चीमै बसेर आफ्नो यो प्रोजेक्टको लागि यहाँनिर एकदमै स्ट्रगल गरिरहनु भएको छ। र अहिले भने चाहिँ उहाँ चाहिँ खासै चाहिँ टासिटिङ निवासी है, र हाम्रो नाम्ची सिनियर सेकेन्डरी स्कुल पढेको र मेरो स्टुडेन्ट हो 2020-21 को ब्याचको। र उहाँ चाहिँ अहिले यस्तो प्रोजेक्टहरू बनाउँछ। म अहिले तपाईहरुलाई वृत्तान्त रूपमा देखाउने छु। र सबैलाई नमस्कार अनि भ्युअर्सहरु है, सरको भ्युअर्सहरुलाई। अनि मेरो नाम वीरमान तामाङ, सरले भनिहाल्नु भयो। अनि सरले मलाई 1920 है देखि पढ्नु भएको। क्लास 11 अनि 12 मा हाम्रो टिचर हुनुहुन्थ्यो, सर हाम्रो क्लास टिचर हुनुहुन्थ्यो। अनि पढाइ लानु भएको। अन्त अहिले चाहिँ कलेजहरु सकेर म यहाँनिर नाम्ची गुम्टा र ब्रान्च स्कुलको मुनिपट्टि है भेटेरीको ठिकै छेउमा स्टुडियो खोलेर बसिरहेको छु। अनि स्टुडियोको नाम चाहिँ इन्स्पायरिङ अडियो। अहिले स्टुडियो कम्प्लिट हुँदैछ, हुनु आँटेको छ, वायरिङ सबै सकिसक्यो। तर पनि प्रोजेक्टहरू चाहिँ म भित्र पर गर्दैछु। अहिले मेरो आफ्नै पर्सनल ठाउँ गरेछु। अन्त आफ्नै खर्चले नै कलेजहरू सबै पढिसकेको मैले त्यही म्युजिक कामबाट मोर देन 500 भन्दा पनि बेसी प्रोजेक्टहरूमा काम गरिसकेँ, इन्क्लुडिङ बाहिरको प्रोजेक्टहरूसँग युएसको भयो, अनि यो तामिल, मराठी, काश्मीर सबै खालको सङ्गीत गर्छु, हिन्दी, पन्जाबी है, भोजपुरी सबै खालको सङ्गीतहरू गर्छु म। अनि त्यही मेरो चाहिँ मेनली चाहिँ के छ भने म्युजिक बनाउनु सक्ने अनि एडिटिङहरू गर्ने सबै खालको कम्पोजहरू त्यो छ। अनि यहाँनिर चाहिँ सबै रेन्टमै चल्दैछ हैन? हजुर, रेकर्डिङ सबै रेन्टमै हुन्छ, स्टुडियो चाहिँ रेन्टमा छ। अच्छा। अनि यहाँनिर यसरी सामानहरू सबै जोगाएर यहाँ सबै यस्तो आँट, यस्तो जल्दो बल्दो यो उदाहरणको कुरो हो हैन? एउटा गुड एक्जाम्पल सेट गर्नु भएको छ भाइले हैन? एकदमै भाइलाई बधाई छ। र उहाँले यसरी सेट गर्नु भएको छ। हेर्नुस् है अहिले यो चाहिँ उयो है साउन्ड प्रुफको है। साउन्ड प्रुफको हिसाबले चाहिँ अझै कमेन्ट भएको छैन सर, अझै मेरो ब्ल्याङ्केट चाहिँ जस्ट अब पुरानो ब्ल्याङ्केट चाहिँ अब यसो झुन्डाइ राखेको हुन्छ, त्यसो भने चाहिँ साउन्ड प्रुफ हुन्छ। काम गर्ने उसकोमा यहाँ डिभाइसेसहरू यहाँनिर सक्नुहुन्छ। यहाँनिर यो नयाँ सामान हिजो आएको हो। आफ्नो मेहनतले, कसैको स्पोन्सरसिप बेगर हैन, आफ्नो मेहनतले यतिको चाहिँ स्ट्यान्ड लिइसक्नु भएको छ। र उहाँले भविष्यमा कुछ गर्छ भन्ने पूर्ण आशा पनि छ। र उहाँलाई धेरै धेरै बधाई पनि छ, धेरै धेरै हजुरलाई शुभकामना पनि छ। हाम्रो प्रगतिशील युवा भनौँ न हैन, हाम्रो एकदमै यङ्गेस्ट हामी एकदमै प्रचार गर्ने पिक्चरमा यो जुन चाहिँ अहिले टेम्पोरेरी यो जुन चाहिँ तपाईँले यहाँनिर यो ब्ल्याङ्केट यहाँनिर राखिराख्नुहुन्छ के होला भनेर सम्झिनुहुन्छ होला। अहिले प्रेजेन्टली काम गर्नुको लागि चाहिँ अहिले साउन्ड प्रुफको लागि चाहिँ उहाँले यो ब्ल्याङ्केटहरू चाहिँ यहाँनिर यसरी झुन्डाएको छ। पछि चाहिँ पर्दा एड हुन्छ। यो त रुम हो हैन, र स्टुडियोमा सबै हुन्छ। अहिले साउन्ड प्रुफको लागि चाहिँ एकदम उहाँलाई अलिकति अब साउन्ड प्रुफ चाहियो नि त, त्यसको लागि चाहिँ पातला हुन्छ प्लस त्यसले अब साउन्डलाई चाहिँ डेप्थ गरिदिँदैन नि त। अच्छा अलिकति त्यसको चाहिँ अलिक अब राम्रो हुँदैन नि सर, अलिक डार्कर खालको साउन्ड चाहियो नि हामीलाई चाहिँ। स्टुडेन्ट छँदा पनि एकदमै उहाँ चाहिँ भेरी ट्यालेन्टेड हैन। फ्लुट पनि यस्तो राम्रो बजाउनुहुन्छ, फ्लुट मास्टर भन्दा मिल्छ हैन। सबै उहाँले आफ्नो म्युजिक एरेन्जहरू यस्तो राम्रो गर्छ। र मेरो म्युजिकहरू पनि एक दुईवटा उहाँले अहिले बनाउनु हुँदैछ, म तपाईँलाई बादमा सुनाउने छु। र एक दुईवटा म्युजिक त मैले अस्ति लगेको पनि छु। तपाईँहरूले पनि यहाँ आएर उहाँसँग सम्पर्क गरेर
एउटा रिजनेबल प्राइसमा तपाईँहरूलाई यहाँ म्युजिकहरू बनाइदिनुहुन्छ र जो ब्लगर्सहरू हुनुहुन्छ ब्लगर्सहरूको लागि पनि उहाँले म्युजिकहरू बनाइदिनु सक्नुहुन्छ अनि सङ्ग्सहरू पनि तपाईँहरूले यहाँ आएर रेकर्डिङ गर्न सक्नुहुन्छ अनि धेरैले यहाँनिर आएर रेकर्डिङ गरिसक्नु भएको छ र उहाँको गीतहरू पनि यसरी चलिरहेको छ अहिले चाहिँ